हेलो एभ्रिवान, वेलकम ब्याक टु फार्मा गुरुकुल नेपाल। हामी चाहिँ एन्टी पार्किन्सोनियन ड्रगको हामीले बेसिक्सहरू पढ्यौँ। भन्नाले एन्टी पार्किन्सोनियन ड्रग अथवा एन्टी पार्किन्सोनियन ड्रग भनेको के हो, पार्किन्सोनिजम भनेको के हो, कसरी लाग्दो रहेछ पार्किन्सोनिजम, त्यस्तो कुराहरू हामीले कभर गऱ्यौँ। अब आज चाहिँ हामी सबैभन्दा मेन टपिक एन्टी पार्किन्सोनियनको पनि के मेन टपिकमा कभर गर्न जाँदैछौँ। त्यो चाहिँ के हो भन्दाखेरि ड्रगको क्लासिफिकेसन हो। के को भन्दा एन्टी पार्किन्सोनियन ड्रगको क्लासिफिकेसन हो भनेर चाहिँ बुझ्नु पऱ्यो है। अब यसमा चाहिँ धेरैजनाहरू कन्फ्युज हुनुहुन्छ, त्यही भएर चाहिँ यो टपिकहरू चाहिँ एकदमै आवश्यक हुन जान्छ। धेरैजनाको एकदम सजिलोको लागि अथवा धेरैजनाले बुझ्नु भएको छैन भने चाहिँ बुझ्नको लागि चाहिँ यो टपिक चाहिँ धेरै नै सजिलो हुन जान्छ भनेर चाहिँ मैले यो टपिक अथवा एन्टी पार्किन्सोनियन ड्रगको क्लासिफिकेसन लिएर आएको है त। अनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, एउटा सब्सक्राइब छोडिदिनु होला र सकेसम्म धेरैलाई सेयर पनि गरिदिनु होला है त। अब हेर्नुहोस् है, हामी क्लासिफिकेसनमा जाँदाखेरि फर्स्टमा हेर्नुहोस् है, अब यसको क्लासिफिकेसन अन्तर्गत के पर्छ भन्दाखेरि एउटा हुन्छ ब्रेनमा एक्ट गर्ने हो, ब्रेनको पनि डोपामिनर्जिक सिस्टममा एक्ट गर्ने भन्नाले ब्रेन डोपामिनर्जिक हो, ब्रेन डोपामिनर्जिक सिस्टम एक्टिङ ड्रग्स भन्नु हो। भन्नुको अर्थ ब्रेनको डोपामिनर्जिक सिस्टममा गएर एक्ट गर्ने ड्रग एउटा भयो। अब अर्को चाहिँ हाम्रो खासै इस्युको विषय छैन, मेन जान्नुपर्ने चाहिँ यो हो, तर अर्को चाहिँ एकदम छोटो छ। अर्को चाहिँ के भन्दाखेरि चाहिँ ब्रेनको डोपामिनर्जिक सिस्टमलाई एफेक्ट नगरेर ब्रेनको कोलिनर्जिक सिस्टमलाई हो, केलाई कोलिनर्जिक सिस्टमलाई, किनभने कोलिनर्जिक सिस्टम पनि इम्पोर्टेन्ट छ हो, किनभने एसिटाइल कोलिन र डोपामिनको हो नि त ब्यालेन्स इम्पोर्टेन्ट होइन त। हामीले इन्ट्रोडक्सनमा पढाएको थियौँ, हजुरहरूले हेर्नु भएको छैन हेर्नु होला। अब ब्रेनको कोलिनर्जिक सिस्टम हो, ब्रेनको कोलिनर्जिक सिस्टमलाई एफेक्ट गर्ने एफेक्टिङ ड्रग्स भनेर भनौँ, ठिक छ। दुईवटा क्लासिफिकेसन भयो। अब यो अन्तर्गत डोपामिनर्जिक सिस्टममा एक्ट गर्ने हो, ब्रेनको डोपामिनर्जिक सिस्टममा एक्ट गर्ने ड्रगमध्ये पहिलो हुन्छ डोपामिन प्रिकर्सर। प्रिकर्सर भनेको डोपामिन केबाट बन्छ भनेर भनेको है, प्रिकर्सर। अब हेर्नुहोस् है, मान्छेहरूमा त डोपामिनको कमी भइसक्यो, एसिटाइल कोलिन बढी भइसक्यो। अब हेर्नुहोस् है, अब मान्छेमा डोपामिन कमी भएपछि डोपामिन बाहिरबाट दिन पर्यो हो, त्यही भएर लेभोडोपा हो, के अरे यसको इक्जाम्पल लेभोडोपा है, यसको इक्जाम्पल हुन्छ लेभोडोपा है। लेभोडोपा चाहिँ डोपामिन प्रिकर्सर हो। अब यसले के गर्छ भन्दाखेरि चाहिँ यसले चाहिँ ब्रेनको बीबीबी क्रस गरेर, भनेको त ब्लड ब्रेन ब्यारियर क्रस गरेर हो, बीबीबी भनेको के बुझ्नु पऱ्यो हजुरहरूले, ब्लड ब्रेन ब्यारियर हो। डोपामिन प्रिकर्सर भन्नुको अर्थ डोपामिन त कमी छ नि त एन्टी पार्किन्सोनियन पेसेन्टमा त हो, त्यही भएर चाहिँ उनीहरूलाई चाहिँ लेभोडोपा दिन पर्यो। यसले के गर्छ, किनभने ब्रेनको चाहिँ एकदमै सानो हुन्छ क्या क्यापिलरीको पाल, भन्नुको त ब्रेनमा जे पाए त्यो छिर्न भएन नि, त्यही भएर चाहिँ ब्रेनको पाल एकदमै सानो हुन्छ। त्यो क्यापिलरीको पाललाई भन्छ ब्लड ब्रेन ब्यारियर, भन्नुको त ब्लड र ब्रेन बिचको ब्यारियर हुन्छ, त्यसको एकदम सानो हुन्छ भित्र छिर्ने ठाउँ हो। त्यो चाहिँ केले क्रस गर्छ, लेभोडोपाले क्रस गर्न सक्छ भनेर भनेको। लेभोडोपाले ब्लड ब्रेन ब्यारियर क्रस गर्छ र ब्लड ब्रेन ब्यारियर क्रस गरेर लेभोडोपा जब ब्रेनभित्र छिर्छ नि हो, त्यो बेलामा लेभोडोपा ब्रेनभित्र हो। अब यो ब्लड ब्रेन ब्यारियर क्रस हो, ब्लड ब्रेन ब्यारियर क्रस गरेर लेभोडोपा जब ब्रेनभित्र छिर्छ तब लेभोडोपा केमा कन्भर्ट हुन्छ, हामीलाई जे चाहिन्छ त्यसमा के भन्छ, त्यसलाई डोपामिनमा कन्भर्ट हुन्छ। थाहा भयो हजुरहरूलाई मेकानिजम अफ एक्सन, थाहा भयो नि होइन। अब डोपामिनमा चाहिँ कसरी कन्भर्ट हुन्छ भन्दाखेरि डोपामिन डी कार्बोक्सिलेज भन्ने इन्जाइम हुन्छ, के हुन्छ अरे डोपामिन डी कार्बोक्सिलेज हो। यो डोपामिन डी कार्बोक्सिलेज भन्ने इन्जाइमबाट चाहिँ लेभोडोपा अटोमेटिकली केमा कन्भर्ट हुन्छ, डोपामिनमा। के क्रस गरेर, बीबीबी क्रस गरेर भन्न भन्नु पऱ्यो हजुरले, बुझ्नुभयो। यो भनेको हाम्रो ब्रेन डोपामिनर्जिक सिस्टममा एक्ट गर्ने अथवा एफेक्ट गर्ने ड्रग भनेको पहिलो भयो है त, जसमा डोपामिन प्रिकर्सर अन्तर्गत लेभोडोपा भयो। अब यसको हजुरहरूलाई मेकानिजम एक्सन पनि थाहा भयो, यतिपछि क्लियर भयो है। अब हेर्नुहोस्, अब 2 नम्बरको ड्रगमा छ है नेक्स्ट लेभोडोपा एक्लै दिइँदैन। किन दिइँदैन म त्यो भन्छु।
अब यो सँगसँगै दिइन्छ पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटर्स है, यो दिन्छ। अब यो भनेको के हो भन्ने कुरोवाला नामै छ पेरिफेरल के भनेको छ डिकार्बोक्सिलेज इन्हिबिटर भनेको छ हो। अब हेर्नुहोस् है, अब के भनेको होला भन्ने कुरालाई पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटर त भन्यो हो। अब पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटर्स भनेको कस्तो खालको कुरा हो भन्दाखेरि चाहिँ यसले चाहिँ ब्लड ब्रेन ब्यारियर क्रस गर्दैन। फर्स्ट कुरो ब्लड ब्रेन ब्यारियर क्रस गर्दैन। यसको फर्स्ट एक्जाम्पलबाट जाउँ है। यसको एक्जाम्पल है पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटर्सको एक्जाम्पल हुन्छ कार्बिडोपा, हजुरहरूले सुनि पनि रहनु भयो होला है, कार्बिडोपा अनि बेन्सेराजाइड हो। यिनीहरूको के को एक्जाम्पल हुन्छ भन्दाखेरि चाहिँ पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटरको एक्जाम्पल हुन्छ हो। अब यसले ब्लड ब्रेन ब्यारियर क्रस गर्दैन हो। अब यसले ब्लड ब्रेन ब्यारियर क्रस गर्दैन, तर अब के चाहिँ गर्छ त, यसले त कसरी चाहिँ काम गर्ने रहेछ हो। पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटर त भन्यो, नामै छ पेरिफेरलको डिकार्बोक्सिलेजलाई इन्हिबिट गर्ने। भन्नुको अर्थ चाहिँ पेरिफेरलको डोपामिन डी कार्बोक्सिलेज भन्ने इन्जाइमलाई चाहिँ यसले इन्हिबिट गर्दो रहेछ। भनेपछि जुन चाहिँ यसले के गर्दो रहेछ भन्दाखेरि चाहिँ पेरिफेरीमा लेभोडोपालाई डोपामिन बन्न दिँदैन रहेछ। डोपामिन बन्न दिँदैन। अब पेरिफेरीमै डोपामिन भयो भने त बर्बाद भयो नि त हो। भनेपछि हजुरले कसरी बुझ्नु पर्यो यसलाई भन्दाखेरि चाहिँ ल हेर्नुहोस् है, पेरिफेरलमा लेभोडोपालाई डोपामिन हुन दिँदैन भनेर भन्यो नि होइन, भन्नुको अर्थ हेर्नुहोस् है। अब सरी यो इङ्कले अलि देखिँदैन रहेछ। अब हेर्नुहोस् है, लेभोडोपा हो। अब लेभोडोपा यो चाहिँ बाहिर भयो, फर इक्जाम्पल बाहिर भनेको ब्रेनको बाहिर, लेभोडोपा ब्रेनको बाहिर हो। डोपामिनमा कन्भर्ट हुने केसले हो, डोपामिन डिकार्बोक्सिलेजले हो है। तर यो डोपामिनलाई डोपामिनमा कन्भर्ट हुनै दिन्न केले भन्दाखेरि पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटर, यो कार्बिडोपाले। बुझ्नुभयो, कार्बिडोपाले। यो चाहिँ कहाँको कुरा भयो, पेरिफेरीको। कहाँको कुरा भन्नुभयो, डोपामिन हो है, सरी स्पेलिङ मिस्टेक भयो चाहिँ। यो चाहिँ पेरिफेरीको कुरा भयो, एट पेरिफेरी भनेर लेखेँ मैले, एट पेरिफेरी हो। तर अब पेरिफेरीमा मात्र बसी त राख्दैन, अब ब्रेनमा गयो। अब मैले चाहिँ यहाँ एट ब्रेन भनेर लेखेँ है, एट ब्रेन भन्ने चाहिँ हजुरहरूले बुझ्नुहुन्छ होला। अब एट ब्रेनमा चाहिँ के हुन्छ हो, अब एट ब्रेनमा चाहिँ लेभोडोपा जुन चाहिँ छ, अब कार्बिडोपा त छिर्न सक्दैन। मैले भनेको थिएँ पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटर बीबीबी क्रस गर्दैन। अब यहाँ बिचमा हो क्या बीबीबी भएको चाहिँ, यहाँ बिचमा चाहिँ के हुन्छ अरे बीबीबी भएको, यहाँ बिचमा हो यो पेरिफेरी यो ब्रेन, यहाँ बिचमा बीबीबी हुन्छ। अब लेभोडोपा चाहिँ डोपामिनमा सजिलै कन्भर्ट भयो नि त ब्रेनमा, किनकि मेन त चाहिने त ब्रेनमा हो। त्यही भएर लेभोडोपा ब्रेनमा कन्भर्ट भयो के को प्रेजेन्समा, डिडीसीको भन्नुपर्छ, डोपामिन डिकार्बोक्सिलेज इन्हिबिटरको डिकार्बोक्सिलेज इन्जाइमको प्रेजेन्समा। त्यसरी चाहिँ काम गर्ने भयो न, बुझ्नु पऱ्यो। हेर्नुहोस् त कति फाइदा भयो भनेपछि बाहिर कन्भर्ट भएन, भित्र मात्र कन्भर्ट भयो केले, कार्बिडोपा र बेन्सेराजाइडले गर्दाखेरि हो। भनेपछि त फाइदा भयो नि हो। अब यसले गर्दाखेरि के हुन्छ हेर्नु कति फाइदा भयो। बाहिर त डोपामिनले कामै गर्न सक्दैन, जसरी नि कन्भर्ट गरेर नि के काम होइन त। अब यो के भन्छ पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटरले त राम्रो काम गर्यो नि। अब यहाँ भित्र गएपछि बल्ल चाहिँ डोपामिनमा कन्भर्ट गर्न सक्यो। अब यसको कारणले गर्दाखेरि यसको एडभान्टेज के भयो भन्दाखेरि चाहिँ टी हाफ बढ्यो कि बढेन, टी हाफ अफ लेभोडोपा बढ्यो। नत्र त बाहिरै खत्तम भइसक्थ्यो नि लेभोडोपा, हो कि होइन। बाहिर डोपामिन बनाए त खत्तम भइसक्थ्यो। अब भित्र डोपामिन बन्यो भने जहाँ काम गर्न पर्ने त्यहाँ बने पो राम्रो त होइन, बाहिर खर्च भएन नि। अनि यसको टी हाफ अफ लेभोडोपा बढ्यो, जसको कारणले गर्दाखेरि के भयो, लेभोडोपाको डोज पनि घटाउन सजिलो भयो। लेभोडोपाको डोज चाहिँ 1/4ले घट्छ है, 1/4ले घट्यो
हो भन्नुभयो त लेभोडोपा एक्लै दिनुभन्दा कार्बिडोपासँग दियो भने 1/4ले डोज घटाउन पाइने भयो किनकि बाहिर त डिस्टर्बै हुने भएन बाहिर टुक्रिँदैन टुक्रिएपछि अलिक कम डोज गराए पनि भयो बुझ्नु भयो नि कुरा होइन यो भनेको चाहिँ पेरिफेरल डिकार्बोक्सिलेज इनिबिटर्स अन्तर्गत पर्छ है यति बुझ्नुभयो होला होइन यो भनेको ब्रेन डोपामिनर्जिक डोपामिन प्रिकर्सर पढ्यो पेरिफेरल डिकार्बोक्सिलेज पढ्यौँ अब चाहिँ हामी थर्डमा आउँछौँ है त हामीले डोपामिन प्रिकर्सर पनि पढ्यौँ पेरिफेरल डिकार्बोक्सिलेज पनि पढ्यौँ अब छ हाम्रो थर्डमा छ डोपामिनर्जिक एगोनिस्ट है के अरे डोपामिनर्जिक एगोनिस्ट नामैले के भन्छ एगोनिस्ट भनेको यहीसँगै यस्तै काम गर्ने भनेपछि डोपामिनर्जिक एगोनिस्ट भनेपछि डोपामिन जस्तै काम गर्ने रहेछ यसको एक्जाम्पल के हुन्छ भन्दाखेरि ब्रोमोक्रिप्टिन के हुन्छ अरे ब्रोमोक्रिप्टिन हो अर्को हुन्छ रोपिनिरोल अर्को हुन्छ प्रामिपेक्जोल हो यिनीहरू भनेको चाहिँ डोपामिनर्जिक एगोनिस्ट हो भनेर बुझ्नु पर्यो अब डोपामिनर्जिक एगोनिस्ट त बन्यो के रहेछ त यसको काम भन्दाखेरि चाहिँ यसले के गर्छ भन्दा डोपामिनर्जिक एगोनिस्टले के गर्छ भन्ने कुरा त बुझ्नु पर्यो नि होइन यसले हो इट एक्टिभेट्स हो किनभने एगोनिस्ट हो भनेपछि एक्टिभेट्स केलाई एगोनिस्ट गर्छ होला डोपामिन रिसेप्टर्स हो लाई पनि एक्टिभेट गर्छ अर्को भनेको डोपामिनर्जिक एगोनिस्टलाई पनि एक्टिभेट गर्छ है डोपामिन रिसेप्टरलाई डोपामिनर्जिक एगोनिस्टलाई पनि एक्टिभेट गर्छ जसले गर्दाखेरि के गर्यो भन्दाखेरि चाहिँ यसले गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ डोपामिनको के भयो राम्रो भयो कि भएन लङ एक्टिङ भयो कि भएन हो यसले गर्दाखेरि जब डोपामिनर्जिक रिसेप्टरलाई डाइरेक्टली एक्टिभेट गर्यो हो जब यसले चाहिँ डोपामिनर्जिक एगोनिस्टलाई डाइरेक्टली एक्टिभेट गर्यो यसले गर्दाखेरि के भयो भन्दाखेरि यसले गर्दाखेरि डोपामिनको जुन चाहिँ एफिनिटी हुन्छ डोपामिनको रिसेप्टर हुन्छ क्या D1 रिसेप्टर हुन्छ होइन D2 रिसेप्टर हुन्छ D3 रिसेप्टर हुन्छ होइन हो यिनीहरूलाई हो मेन चाहिँ D2 र D3 यिनीहरूलाई एक्टिभेट गरेर हो डोपामिन जस्तै एक्टिभिटी देखाउँछ डोपामिनर्जिक एगोनिस्ट जस्तै एक्टिभिटी देखाउँछ हो डोपामिनर्जिक एगोनिस्ट यिनीहरू जस्तो एक्टिभिटी देखाएपछि के गर्ने भयो अटोमेटिकली भन्दाखेरि चाहिँ डोपामिनको मात्रा बढाउने भयो हो बुझ्नु भयो नि डोपामिनको मात्रा सजिलो छ डोपामिनर्जिक एगोनिस्ट भनेको डोपामिनको मात्रा बढाउने भयो डोपामिन रिसेप्टरमा एक्ट गरेर भनेर भन्नु पऱ्यो क्या अनि केमा एक्ट गर्छ यो डोपामिनर्जिक एगोनिस्टको रिसेप्टरमा एक्ट गर्छ भनेर भन्नु पऱ्यो है डोपामिनर्जिक एगोनिस्टको आफ्नै रिसेप्टर हुन्छ हो अब यस्तो खालको रिसेप्टरहरूलाई मैले रिसेप्टरको फार्मोलोजी पढाइसकेँ होइन अब डोपामिनर्जिक एगोनिस्टको रिसेप्टर हो भने यहाँ आएर चाहिँ ब्रोमोक्रिप्टिन रोपिनिरोल एक्ट गर्छ जसले गर्दाखेरि चाहिँ के हुने भयो डोपामिनहरू बढी फ्लो हुने भयो डोपामिन बढी फ्लो भएपछि अटोमेटिकली के भयो हाम्रो लागि राम्रो भयो नि त होइन पार्किन्सोनिजम ट्रिट भयो किनकि हामीलाई त डोपामिन बढी चाहिएको छ हो कि होइन बुझ्नु भयो नि होइन कुरा क्लियर छ होला है त सजिलै छ अब यो भयो सी नम्बरसम्म है डोपामिनर्जिक एगोनिस्ट पनि सकियो अब अर्को छ डी नम्बर है डोपामिनर्जिक एगोनिस्ट नै भयो होइन बुझ्नु भयो है अब छ डी नम्बरमा छ COMT इन्हिबिटर्स हो के छ अरे COMT इन्हिबिटर्स यसको एक्जाम्पलमा जाउँ अन्त यसको मेकानिजम एक्सन जाउँ है फर्स्टली यसको एक्जाम्पल हुन्छ इन्टाक्यापोन के हुन्छ अरे इन्टाक्यापोन अर्को हुन्छ टोल क्यापोन सबै क्यापोनहरू चाहिँ COMT इन्हिबिटर्स अन्तर्गत आउँछ अब COMT भनेको के हो भन्ने कुरा आउला COMT भनेको क्याटेकोल ओ मिथाइल ट्रान्सफरेज हो अब क्याटेकोल ओ मिथाइल ट्रान्सफरेज भने अब फेरि के रहेछ त यो त अचम्मको कुरा सुनियो भन्ने कुरा होला हजुरहरूको हो अब हेर्नुहोस् है क्याटेकोल ओ मिथाइल ट्रान्सफरेज भनेको के हो र यसले चाहिँ कसरी चाहिँ काम गर्छ भन्ने कुरा चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ अब मैले अहिले यो पढाएको थिएँ हो यसमा हेर्नुहोस् त यसमा हो यो याद गर्नुहोस् है यो फिगर है हेर्नुहोस् यो लेभोडोपा डोपामिनमा है यो डोपामिन हो सरी है इन्करेक्ट भएपछि यो भन्ने बुझ्नु है लेभोडोपा डोपामिनमा कन्भर्ट भयो डोपामिन डिकार्बोक्सिलेजले अनि पेरिफेरल डिकार्बोक्सिलेज इन्हिबिटर कार्बिडोपाले चाहिँ इन्हिबिट गर्यो अब यसमा के हुन्छ ल हेर्नुहोस् है यसमा के हुन्छ भन्दाखेरि है अब केही गरेर पेसेन्ट चाहिँ कार्बिडोपा रेसिस्टेन्ट छ भन्नुको अर्थ कस्तो भन्दा अब हेर्नुहोस् है यो लेभोडोपा भयो हो यो लेभोडोपा भयो लेभोडोपा डोपामिनमा कन्भर्ट हुन्छ भनेर भनेको थिएँ मैले हो लेभोडोपा केमा कन्भर्ट हुन्छ डोपामिनमा कन्भर्ट हुन्छ भनेर भनेको थिएँ हो लेभोडोपा डोपामिनमा के को प्रेजेन्समा कन्भर्ट हुन्छ अरे के को प्रेजेन्समा ल याद गर्नु त
लेभोडोपा जुन चाहिँ छ त्यो डोपामिनमा के को प्रेजेन्समा कन्भर्ट हुन्छ भनेको थिएँ मैले डोपा डिकार्बोक्जिलेज हो कि होइन डोपा डिकार्बोक्जिलेजको प्रेजेन्समा कन्भर्ट हुन्छ भनेको थिएँ हो यो भनेको अब पेरिफेरलको कुरा गरेको थिएँ नि मैले हो अब यो भनेको मैले कहाँ भनेको थिएँ पेरिफेरीमा भनेर भनेको थिएँ पेरिफेरी भनेको ब्रेनको बाहिर अब अर्को मैले भित्रवाला कुरा गरेँ है यहाँ मैले भित्रवाला पनि लेखेँ यो चाहिँ ब्रेनको भित्र हो जहाँ चाहिँ लेभोडोपा जुन चाहिँ छ हो लेभोडोपा चाहिँ कहाँ डोपामिनमा कन्भर्ट हुन्छ है अनि यो चाहिँ डिडिसीले हो अब यहाँ चाहिँ यो भनेको ब्रेनको कुरा भयो यो ब्रेन भनेर लेखेँ यहाँ बिचमा हो है बिबिबी भएको बिबिबी यहाँ छ हो अब हेर्नुहोस् अब केही गरेर कार्बिडोपा जुन चाहिँ छ नि हो त्यहाँ माथि भएको कार्बिडोपा क्या हामीले यहाँ माथि पढाएको थियौँ नि हेर्नुहोस् है रिभिजनको लागि यो कार्बिडोपा हो यो कार्बिडोपा है यो कार्बिडोपा यदि यो कार्बिडोपा रेसिस्टेन्ट छ मान्छेमा भन्नुपर्दा कार्बिडोपाले काम गरेन अरे हो अब मान्छेले त कार्बिडोपाले काम नगरे नि सक्छ नि त सधैँ गर्छ भन्ने छ र छैन नि त अब कसैलाई त रेसिस्टेन्ट भइसकेको हुन्छ कार्बिडोपा हो अब त्यस्तो बेलामा चाहिँ यिनीहरू युज गर्ने हो कुनै बेलामा हो भन्नुको अर्थ कार्बिडोपा बेन्साराजाइड हो यिनीहरू चाहिँ यसले डिकार्बोक्जिलेज गर्न सकेन मानौँ केही गरेर चाहिँ कार्बिडोपाले काम गर्न सकेन भनौँ न होइन कार्बिडोपाले काम गर्न सकेन हो यसले कार्बिडोपाले काम गर्न सकेन भने के गर्छ भन्दाखेरि चाहिँ यो सिओएमटी इनिबिटर्सले चाहिँ यो लेभोडोपालाई छ नि होइन लेभोडोपालाई 3O मिथाइल डोपामा कन्भर्ट गर्छ अथवा 3OMD पनि भन्छ क्या यसलाई 3O मिथाइल डोपा है 3O मिथाइल डोपामा केले कन्भर्ट गरिदिँदो रहेछ भनेर बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ यिनीहरू दुईटाले इन्टाक्यापोन टोलक्यापोनले चाहिँ लेभोडोपालाई पेरिफेरीमा है कहाँ भनेर फेरि बुझ्नुपर्छ पेरिफेरीमा चाहिँ 3O मिथाइल डोपामा कन्भर्ट गर्छ केले इन्टाक्यापोन टोलक्यापोनले भनेर बुझ्न पर्यो हो भन्नुपर्दा पेरिफेरीमा त टुक्रिन पाएन नि त मैले भनेको कुरा बुझ्नु भयो कि भएन भन्नुको अर्थ चाहिँ पेरिफेरीमा हो यसले गर्दाखेरि ल अब हेर्नुहोस् यो 3O मिथाइल डोपा अब लेभोडोपालाई डोपामिन बन्न दिएको थिएन कार्बिडोपाले अब लेभोडोपालाई 3O मिथाइल डोपा बनाइदियो केसले इन्टाक्यापोन टोलक्यापोनले 3O मिथाइल डोपा के गरिदियो बनाइदियो भनेर चाहिँ बुझ्न पर्यो अब हेर्नुहोस् है लेभोडोपा भयो यहाँ चाहिँ क्याटेकोल ओ मिथाइल ट्रान्सफरेज छ है यो क्याटेकोल ओ मिथाइल ट्रान्सफरेज चाहिँ यहाँ हो है यहाँ हो क्याटेकोल ओ मिथाइल ट्रान्सफरेजलाई इन्हिबिट गर्यो इन्हिबिट है सरी है अनि मैले मिस्टेक भनेको छु है यहाँ मिस्टेक भन्दाखेरि मिस्टेक भयो लेभोडोपालाई 3O मिथाइल डोपा हो 3O मिथाइल डोपा हुनबाट प्रिभेन्ट गर्छ केसले भन्दाखेरि क्याटेकोल ओ मिथाइल ट्रान्सफरेज इन्हिबिटरले भन्नुपर्दा लेभोडोपाबाट 3O मिथाइल डोपा हुन पाएन 3O मिथाइल डोपा हुन पाएन लेभोडोपाबाट के हुन पाएन 3O मिथाइल डोपा हुन पाएन भनेर चाहिँ बुझ्न पर्यो है अब यो भनेको एउटा कार्बिडोपाको त्यस्तोवाला केसमा पनि युज हुन्छ अहिले मैले भने जस्तो है अनि अर्को चाहिँ के वाला केसमा युज हुन्छ भनेर हजुरहरूले बुझ्नु पर्यो भन्दाखेरि अर्को चाहिँ मानौ लेभोडोपा डोपामिनमा कन्भर्ट भयो डोपामिन डिकार्बोक्जिलेजले ल कार्बिडोपा कामै गरिरहेछ हो कार्बिडोपाले काम गरिरहेछ भने पनि हो काम गरिरहेको छैन भने त्यो छुट्टै कुरो कुनै रेसिस्टेन्स हुन्छ त्यो छुट्टै कुरो हो है तर केही गरेर काम गरिरहेछ अरे कार्बिडोपाले काम गरिरहेछ त्यस्तो बेलामा पनि है अब एकछिनलाई सबै बिर्सिनु है तपाईँहरूले किनभने कन्फ्युज हुनुभयो जस्तो लाग्यो एकचोटि म फेरि फर्स्टै क्लियर भन्छु है यो कुरा चाहिँ सिओएमटी इनिबिटर्स है लेभोडोपा डोपामिनमा कन्भर्ट भयो केले डोपामिन डिकार्बोक्जिलेजले कार्बिडोपाले यसलाई इनिबिट गर्छ डोपामिन डिकार्बोक्जिलेज यति त बुझ्नुभयो हो अब ल कार्बिडोपाले डोपामिन बन्न दिएन पेरिफेरीमा डोपामिन डिकार्बोक्जिलेजबाट ल यो कुरो एकछिन सम्झिनु यो त थाहा छ अब क्याटेकोल ओ मिथाइल ट्रान्सफरेज भन्ने इन्जाइमले चाहिँ फेरि कस्तो हुन्छ यो इन्जाइम भन्दाखेरि लेभोडोपालाई 3O मिथाइल डोपामा कन्भर्ट गरिदिन्छ क्या अब लेभोडोपालाई 3O मिथाइल डोपामा कन्भर्ट गरेपछि के भयो काम लाग्यो त लेभोडोपा काम लागेन नि होइन मैले भनेको कुरा बुझ्नु भएन होइन अहिले भनेको कुरा सबै बिर्सिनु है अलिकति त्यो तपाईँहरू झन् लस्ट हुनुहुन्छ जस्तो लाग्यो त्यही भएर एकदम इजी वेमा भन्नुपर्दा लेभोडोपालाई 3O मिथाइल डोपामा कन्भर्ट गरिदिन्छ सिओएमटीले
हो। ल कार्बिडोपाले कामै गरिरहेछ भने बुझ्नु, काम गरेको छैन भने त्यो पनि ठिकै हो। ल काम गरेको छैन अथवा दिया छैन कार्बिडोपा भने त्यो अर्को केस भयो। तर मेन केस चाहिँ के बुझ्नु पऱ्यो, लेभोडोपा र डोपामिनमा कार्बिडोपाले बन्न रोक्छ पेरिफेरीमा, र लेभोडोपा थ्रियोमिथाइलडोपा पनि बन्छ है। लेभोडोपालाई अब रोक्न त रोक्यो कार्बिडोपाले, अब कार्बिडोपाले रोक्दा रोक्दै लेभोडोपा के बनिदिन्छ भन्दाखेरि लेभोडोपा चाहिँ थ्रियोमिथाइलडोपा बनिदिन्छ। थ्रियोमिथाइलडोपा बन्नलाई रोक्ने केले, COMT इन्हिबिटर्सले। भन्नुपर्दा थ्रियोमिथाइलडोपा त तपाईँलाई काम लाग्ने कुरै होइन नि त, डोपामिन पो काम लाग्ने त। थ्रियोमिथाइलडोपा बन्नलाई चाहिँ रोक्ने केले, COMT इन्हिबिटर्स भन्नुपर्दा इन्टिक्यापोन अनि टोल्क्यापोनहरूले चाहिँ रोक्छ यो गर्नलाई है। अनि भनेपछि यसलाई यो बन्नलाई, यो जे पाए त्यही प्रोडक्ट बन्नलाई रोकेपछि ओभियसली लेभोडोपा बन्ने भएन त, जसको कारण राम्रो भएन त। अनि फेरि यो टोल्क्यापोन भन्ने जुन चाहिँ छ नि होइन, टोल्क्यापोन चाहिँ ब्लड ब्रेन ब्यारियर नै क्रस गर्छ भन्नुपर्दा यहाँभित्र पनि के गरेर यदि यो 3O-मिथाइलडोपा, किनभने कार्बिडोपा त भित्र छिर्न सक्दैन नि होइन, 3O-मिथाइलडोपामा यदि यो भित्र गएर नि कन्भर्ट हुन खोज्यो भने चाहिँ यसलाई चाहिँ टोल्क्यापोनले रोकिदिन्छ क्या, किनकि टोल्क्यापोनले चाहिँ ब्लड ब्रेन ब्यारियर क्रस गर्न सक्छ क्या, बुझ्नुमा। टोल्क्यापोनले यो पनि रोकिदिन्छ भनेर बुझ्नु पऱ्यो है। यदि यो कुरोमा कन्फ्युजन भएको छ भने चाहिँ भन्नुहोस् है, म फेरि पनि एकचोटि यो COMT इन्हिबिटरको बारेमा फेरि छुट्टै भिडियो पनि लिएर आउँला है त। अब बुझ्नु भएन होइन मेन कुरो, कार्बिडोपाको एकछिन रेसिस्टेन्सवाला केस बिर्सिनु, एकदम नर्मलवाला केस बुझ्नु है। लेभोडोपालाई डोपामिन बनाउने डोपामिन डिकार्बोजिलेज, जुन कार्बिडोपाले हो। अब कार्बिडोपाले यो डोपामिन डिकार्बोजिलेजलाई इन्हिबिट गर्छ, ल ठिक छ, लेभोडोपा धेरै भयो, तर यो धेरै भए पनि लेभोडोपा थ्रियोमिथाइलडोपा बनिदिन्छ क्या फेरि। अब थ्रियोमिथाइलडोपा कसरी बन्छ, क्याटेकोलोमिथाइल ट्रान्सफरेजले। अब यदि यसलाई नै इन्हिबिट गर्यो भने त थ्रियोमिथाइलडोपा जे पाए त्यही प्रोडक्ट त बन्दैन नि होइन। हो त्यसको कारणले गर्दा इन्टिक्यापोन टोल्क्यापोनहरूले चाहिँ यसलाई इन्हिबिट गर्छ भनेको। अनि टोल्क्यापोन चाहिँ ब्लड ब्रेन ब्यारियर क्रस गर्छ, यसले चाहिँ ब्रेनभित्रै पनि यदि केही गरेर लेभोडोपा थ्रियोमिथाइलडोपा बन्न खोज्यो भने चाहिँ टोल्क्यापोनले इन्हिबिट गरिदिनु भयो यहाँ भन्न चाहिँ हजुरहरूले बुझ्न पर्यो। बुझ्नु भयो होला है त, COMT इन्हिबिटर्स नि बुझ्नु भयो नि होइन, क्लियर भयो, COMT इन्हिबिटर्स क्लियर भयो होला भन्ने चाहिँ मैले सोचेँ है त। अब यो हामी कतिमा छ, COMT इन्हिबिटर चाहिँ डीमा थियो। अब ई नम्बरमा छ MAOB इन्हिबिटर्स हो। MAO भनेको के हो भन्नुहोस् त, हजुरहरूलाई धेरैलाई थाहा होला। MAOB भनेको के, मोनो एमिन अक्सिडेज बी हो। मोनो एमिन अक्सिडेज बी, यसको एक्जाम्पल हुन्छ रासेजिलिन, सेलिजिलिन, के हुन्छ अरे सेलेजिलिन, अनि अर्को हुन्छ र्यासेजिलिन है। सेलेजिलिन र र्यासेजिलिन हुन्छ MAOB को एक्जाम्पल। अब MAOB इन्हिबिट गरेपछि के हुन्छ भन्दाखेरि MAOB भने चाहिँ डोपामिन ब्रेकडाउन गर्ने कुरा हो क्या है। भन्नुपर्दा डोपामिनलाई केले ब्रेकडाउन गर्ने रहेछ, MAOBले ब्रेकडाउन गर्ने रहेछ हो। अब केही गरेर यो डोपामिन जुन चाहिँ यो MAOB छ हो, MAOB चाहिँ केही गरेर इन्हिबिट गरिदियो केले, सेलेजिलिन र्यासेजिलिनले, भने डोपामिन ब्रेकडाउन पायो पाएन, जसको कारणले डोपामिन धेरै भयो र काम गर्न सक्यो भनेर चाहिँ बुझ्न पर्यो। क्लियर भयो, MAOB इन्हिबिटर्स पनि बुझ्नुभयो होला है त। अब MAO इन्हिबिटर्स नि भयो। अब MAO इन्हिबिटर्स पछि अर्को छ NMDA रिसेप्टर एगोनिस्ट। के हो रे, NMDA रिसेप्टर एगोनिस्ट भनेर बुझ्नु पऱ्यो। यसको एक्जाम्पल हुन्छ अमान्टाडिन, के हुन्छ अरे अमान्टाडिन है। अब अमान्टाडिनले कसरी काम गर्छ भन्दा NMDA रिसेप्टरलाई एक्टिभेट गर्छ, जसले गर्दाखेरि चाहिँ डोपामिन फेसिलिटेट हुन्छ। के भनेर बुझ्नु पऱ्यो, NMDA रिसेप्टर एक्टिभेसन र डोपामिन फेसिलिटेसन भनेर चाहिँ हजुरहरूले बुझ्न पर्यो। क्लियर भयो, बुझ्नुभयो। ल यो भनेको ड्रग्स एफेक्टिङ ब्रेन डोपामिनर्जिक सिस्टम भयो भन्नुपर्छ। यहाँ हामीले यति पढेको चाहिँ ब्रेन डोपामिनर्जिक सिस्टमलाई एफेक्ट गर्ने ड्रगहरू भयो है। अब हामी यतापट्टि हेरौँ हो, अर्कोतिर हेरौँ भन्नुपर्छ ब्रेन कोलिनर्जिक सिस्टमलाई एफेक्ट गर्ने, कोलिनर्जिक सिस्टमलाई एफेक्ट गर्ने ड्रग चाहिँ के हो भन्दाखेरि चाहिँ सेन्ट्रल एन्टिकोलिनर्जिक्स हो। यसको एक्जाम्पल हुन्छ ट्राइहेक्जिफेनिडाइल, सबभन्दा युज है, सेन्ट्रल एन्टिकोलिनर्जिक युज भयो भने चाहिँ ट्राइहेक्जिफेनिडाइल भयो एउटा। अर्को भयो
प्रोसाइक्लिडिन के अरे प्रोसाइक्लिडिन। अर्को छ बिपेरिडेन के छ रे बिपेरिडेन। यो तीनटा भनेको चाहिँ सेन्ट्रल एन्टिकोलिनर्जिक हो। अब यसले है अब सेन्ट्रल एन्टिकोलिनर्जिकले कसरी काम गर्छ भन्ने कुरा चाहिँ हजुरहरूले बुझ्नु पर्यो है। सेन्ट्रल एन्टिकोलिनर्जिकले चाहिँ कसरी काम गर्छ भनेर चाहिँ हजुरहरूले बुझ्दाखेरि चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ नामै एन्टिकोलिनर्जिक छ हो। एन्टिकोलिनर्जिकले के गर्छ एसिटाइलकोलिन घटाउन त हो, एसिटाइलकोलिन घटायो हो एन्टिकोलिनर्जिकले। एकदम सिम्पल भाषा बुझाउनु पर्दा एन्टिकोलिनर्जिकले एसिटाइलकोलिन घटायो। एसिटाइलकोलिन घट्नु भनेको डोपामिन के हो बढ्नु, किनभने डोपामिन र एसिटाइलकोलिन ब्यालेन्सै हुनु पर्दैन त। भनेपछि एसिटाइलकोलिन घट्नु भनेको डोपामिन बढ्नु, डोपामिन बढेपछि के भयो यसले ब्रेन कोलिनर्जिक सिस्टम एफेक्टिङ ड्रग्सहरूलाई काम गरेन त सेन्ट्रल एन्टिकोलिनर्जिकले भन्ने कुरा हजुरहरूले बुझ्न पर्यो। क्लियर भयो, बुझ्नुभयो होला भन्ने आशा गरेको छु है। ल हेर्नुहोस् है, रिभाइज गर्दा डोपामिन प्रिकर्सरमा लिभोडोपा, पेरिफेरल डिकार्बोजिलेजमा कार्बिडोपा र बेन्सेराजाइड हो। डोपामिनर्जिक एगोनिस्टमा चाहिँ ब्रोमोक्रिप्टिन, रोपेनोल र प्रामेपेक्सोल। सिओएमटी इनिबिटर्स है, यसमा चाहिँ कन्फ्युज नहुनु है। यसमा अनि कन्फ्युज हुनुभयो जस्तो लाग्यो, मैले नै अलिकति त्यो कन्फ्युज बनाएँ होइन। अब हेर्नुहोस् है, एकचोटि फेरि रिभाइज गर्नुपर्दा लेभोडोपा भयो। लेभोडोपालाई चाहिँ डोपामिन डिकार्बोजिलेजले डोपामिनमा कन्भर्ट गर्यो, कार्बोडोपाले यसलाई इनिबिट गर्यो हो। अब के गरेर हो ल कार्बिडोपाले लेभोडोपालाई डोपामिनमा कन्भर्ट गर्नुपर्छ, इनिबिट गर्यो। तर अब लेभोडोपा त छ, अब लेभोडोपा चाहिँ थ्रियोमिथाइल डोपा बनिन्छ क्या सिओएमटी को प्रेजेन्समा। अब सिओएमटी अब थ्रियोमिथाइल डोपा त बनेर त काम भएन नि त होइन, हामीलाई त डोपामिन बन्न पर्ने अथवा लेभोडोपा चाहियो। थ्रियोमिथाइल डोपा बनेर काम भएन, त्यही भएर चाहिँ यसलाई इनिबिट गर्छ क्या, थ्रियोमिथाइल डोपा बन्न दिँदैन इन्टाक्यापोन टोलक्यापोनले। अन्त यो ब्लड ब्रेन ब्यारियर क्रस गरेर भित्र छिरेपछि फेरि बन्न खोज्छ, तर यो टोलक्यापोन भन्ने चाहिँ ब्लड ब्रेन ब्यारियर क्रस गर्नेवाला सिओएमटी इनिबिटर हो क्या। अनि यसले चाहिँ लेभोडोपाबाट थ्रियोमिथाइल डोपा बन्न दिँदैन, जसको कारणले गर्दाखेरि चाहिँ के हुने भयो लेभोडोपा धेरै हुने भयो, डोपामिन धेरै हुने भयो र काम गर्ने भयो भनेर चाहिँ बुझ्न पर्यो है। एमएओबी इनिबिटर्समा चाहिँ सेलिजिन र रेसिजिलिन हुने भयो। एनएमडिए रिसेप्टर एगोनिस्टमा चाहिँ एमान्टाडिन हुने भयो भनेर चाहिँ हजुरहरूले बुझ्न पर्यो। अनि यतापट्टिको त ट्राइक्जिफेनिडाइल, प्रोसाइक्लिडिन र बिपेरिडिन छँदैछ है त। होप हजुरहरूलाई हाम्रो भिडियो मन पर्यो होला, मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गरिदिनु होला है त। थ्याङ्क यू सो मच फर वाचिङ।